ह्याप्पी गुड मर्निङ साथीहरू। आज चाहिँ मेरो छोरी र म सब्जी किन्न जाँदै है छोरी हाई उही हाई भनिदिनुहोस् त हाई औ मेरो छोरीले हाई गर्नुहुन्छ त पनि गरिदिनुहुन्छ मेरो छोरीले। छोटो भिडियो। आज होली अनि होलीमा मेरो छोरी र म बजार जाँदै है छोरी हो। कपाल पनि कोरेको छैन छोरीले। पैटे 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 भन्छ सब बन्द छ क्या आज होली हो। हालिदिनु त भक्तपुरमा केटाकेटीहरूलाई होली लगाइसक्यो। ह्याप्पी होली ह्याप्पी होली। आज चाहिँ चिकन पाक्ने भयो भान्सामा। चिकन ब्राह्मण मिट सबबाट चाहिँ चिकन लिन लागेको साथीहरू। तपाईँहरू पनि चाहिन्छ भने आउनु होला। भन्ने जस्तो पाइन्छ यहाँ। यो चाहिँ च्यामासिङ बजार साथीहरू। म खासमा सब्जी किन्न आएको कि, तर सब्जी किन्न आएपछि मासु पसल पस्न मन लागिहाल्छ। मलाई मात्र हो कि अरूलाई पनि यस्तो हुन्छ हो साथीहरूलाई भनिदिनु पर्यो। ट्याक्क मासु पसल यतिकै के रहेछ मासु खानु किलो कस्तो खानु आउँदैन। हजुर यो छातीकै राखिदिनु। घाँटी टाउको चाहिँ लगभग शरीर मात्रै छ त्यहाँ। भिडियो क्या राम्रो आइरहेछ नि। कस्तो क्वालिटी घटेर जान्छ है। लाग्दै गर्छ। सिन यस्तै जाने हो भने चाहिँ राम्रो। कस्तो क्वालिटी घट्छ झ्याप्पै घट्छ क्या। ऱ्यान्डम खेल्नु यस्तै हुन्छ। कपी गर्नु बाबालाई। मलाई त मुख पनि धुएको छैन कि क्या हो आज हो। अब घरतर्फ फर्कियो 1 किलो चिकन। आजको होलीको सब्जी यस्तो। छोरी छोरी चाहिँ सुरु भइसक्यो। यहाँ आउन हाई भन्दा मेरो भ्लगमा भरे आउँछ। हेलो ह्याप्पी होली ह्याप्पी होली। ल साथीहरू हाम्रो भक्तपुरमा त बच्चाहरूले बब्बाल होली मनाइरहेछ। बब्बाल हाई भन भ्लगमा आउँछ। हाली होली ह्याप्पी होली ह्याप्पी होली। केही पनि किनी माग्दैन होइन उसले। छोरी हामी कहाँ गएको हो छोरी हो मासु किन्नु गएको ला ऊ म्या मिउ अगाडिबाट अलिक उयो हुँदैन क्या मैले। राम्रो राम्रो क्या क्वालिटी। पछाडिबाट हाल्ने हो त। सक्यो। अब होली मनाउनु जाने हो काठमाडौँ साथीहरू। भरे काठमाडौँको भिडियो आउँछ है। भरे बसन्तपुरको भिडियो आउँछ स्पेसल। आज होलीको भिडियो बसन्तपुरबाट खिच्दैछु मैले। यो चाहिँ हाम्रो बिहानको यसो हिँडेको। यता जाऊँ त सब्जी किन्न जाऊँ भनेर। यहाँ बच्चाहरू खेल्दैछ। ल यहाँ बच्चाहरू होली खेलिरहेको छ। ह्याप्पी होली। ल यता 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 हाई भन न। सब्जी लिएर नि घर आइपुग्यो साथीहरू। अब भरे चाहिँ काठमाडौँ जाँदैछु विशेष भिडियो खिच्नलाई नै। म त्यसपछि चाहिँ भिडियो हाल्नेछु पोस्ट गर्नेछु साथीहरू है।